यसको आधारमा तपाईँलाई पक्राउ पुलिस दिनु पर्दैन तपाईँको अन्तिम इच्छा उहाँसँग पुरा गर्नु के कुरा अन्तिम इच्छा भएन एकजनासँग अन्तिम इच्छा भने तपाईँ कानुन व्यवस्था सल्लाह अन्तिम इच्छा यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ त्यसको शब्द होइन सर नो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने चाहिँ त्यही होइन त त्यस्तो बोलिँदैन नि सर सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ लागि त त्यही त त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर बोली त के सुधार सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईँहरूले चाहिँ एकचोटि कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने अनि अन्तिम इच्छाको अर्थ के हो देशब हजुरको नाम के हो अरे हजुरको नाम होइन नाम त भन्न मिल्यो नि सर देशब नाम मात्रै होइन तपाईँको आइडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जेसुकै नाम हो